हेलो सम्पूर्णमा म चाहिँ अहिले सिन्धुपाल्चोक 5 पोखरी र यो पछाडि देखिरहेको हिमाल चाहिँ जुगल हिमाल हो। यो 5 पोखरीबाट चाहिँ जुगल हिमाल मजाले देख्न सकिन्छ र घुम्न आयो भने यो जुन माथि भ्यू पोइन्टमा आएर यो हिमाल सबै देख्न सक्नुहुन्छ तपाईहरुले। र यतापट्टि 5 वटा पोखरी राखेको छ, एकदमै सुन्दर। अहिले एकदमै मौसम खुलेको छ, एकदम रमाइलो दृश्यहरू सुन्दर, स्वर्ग भन्दा कम छैन है। आउनुस् है, आउनुस् 5 पोखरी घुम्नको लागि। हामी त आइसक्यौ, तर 12-13 घण्टा हिँड्नुपर्छ। तर त्यो 12-13 घण्टा हिँडेको सङ्घर्ष छ नि, यहाँ आएर एकैछिनमा भुलिन्छ के। एकदम बबाल लाग्यो, बबालै।